नेपालीले गर्छ के हो नि गुड मर्निङ सुजन खै गुड मर्निङ गुड मर्निङ गुड मर्निङ नेक्स्ट डे अनि हामी चाहिँ बिहानै मर्निङ 3 बाई त प्रशान्त माउन्ट एभरेस्ट छेउमा आइपुगेको यता सत्यम हामी चाहिँ वकमा गएको हिजो हेरिरहेको थियौँ र जो जाने कोसिस गरेको पुग्छौँ कि पुग्दैनौँ यहाँ माथि लोकेसन छ अरू चाहिँ सबै सुतिरहनु भएको छ हामी चाहिँ अलिक तातो ब्लोडहरू चाहिँ निक्ल्यो बाहिर हजुर होइन रोड त उता अर्कै यसले साह्रै उकालो पनि जानु एलाउ गर्दैन होला अहिले दामी अक्सिजन बेगर थिएँ म यहाँ अब कफी खानु पर्ने तातो बनाएर ल्याऊ त भन है यो दामी जग्गा आम्बो परेर त मिस गरे नि उयोले अल्ट्रा हुनेहरूलाई आम्बो परेर न आज यति चाहिँ है यत्तिको हेर्नु चाहिँ आएको नि त हामी आम्बो हेर्नु त त्यहाँ पर आम्बो दाइ कुरो दामी क्याम्प रहेछ पिस आउट उत्तर प्रदेशको पर हो यस्तो गाइड भेटायो भने चाहिँ दिउँसै लोड चाहिँ बिवेयर विथ सच गाइड क्या विशद भला उनीहरूलाई यहाँ लोकेसन कस्तो टाइम छ है उता ट्रेनिङमा त्यहाँ जस्तो अच्छा आर्मीको लाइनअप पनि भएछ सायद मर्निङ परेड होला यिनीको ड्रिम हो है आर्मी छक्कै परिरहेछ उला आर्मी आयो त अन्त सेनापतिहरू खै उता त सोल्जर्स साह्रो भएछ पढेको थियो अझै छ तान्त नि क्या तर हामीले के माथि आइगयो नि यो के हो चरा हो के भन्नु चरा ल हामी चाहिँ के हो भन्ने छ टर्निङ पोइन्ट 5th and 6th सर्भिस विथ स्माइल या यस यस ब्रो हामी चाहिँ यहाँ अम्बो अक्सिजन हराउँदैछ यहाँ चाहिँ हो अक्सिजन नभएको जग्गामा आइपुग्यो हामी चाहिँ पुरा साह्रो पार्दैछ अघिदेखि सास फेर्नु हो त्यता पनि त बसेको रहेछ उनीहरू लडे कस्तो थिएछ सबै अहिले बस्दैन हेर्नु पऱ्यो कस्तो छ भनेर लेट्स चेक आउट यस्तो हुँदो रहेछ नि त हामीलाई एमजी यस्तो हुँदो रहेछ यहाँबाट चाहिँ गन टक्कै राखेर हेर्ने हो भने स्न्यापिङ गर्ने जग्गा है यहाँबाट चाहिँ टक्कै तल को आउँदैछ सबै देख्छ नि रोडमा हो इन केस फ्युचरमा आर्मी हुन्छौ टक 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 हजुर यस्तोमा यो चाहिँ सायद आर्मीको बस्ने जग्गा होला यस्तो हुँदो रहेछ यो चाहिँ वासरुम रहेछ वासरुम त नखिचौँ होला माथि यस्तो थियो नि त यस्तो थिएछ हौ बस्ने नि सिमेन्टकोहरू छ नि क्या माथि हौ आर्मीको बस्ने जग्गा अब चाहिँ हामी ब्याक टु रुम 2 आवर्स भयो हामी यो कलमा ठिक आएको थियो अघि कहाँबाट आएको थियौँ यसो पर यहाँ पर देख्दै हुने यो हौ यहाँनिर चाहिँ हामीहरू स्टे थियो अब त्यहाँ जानुपर्ने छ मामा अलिक बस अलिक अगाडि आऊ त अब यो यताबाट अर्को
यहाँ चाहिँ हाम्रो आतङ्कवादीले आज डिप्स गर्ने अरे चाइना गेट इन्डिया गेटमा आएर हो गया One more. Stay. Good morning. उठाएको खै उठ्नु भएन हैन म उठाएको थिएँ कि तपाईँको त्यो आम्बो त्यो क्या देख्दो रहेछ नि हौ चाइनिज पिपल आउँदैछ अरे माथि एप्पल इन अ डे डक्टर किप अवे होइन गुड मर्निङ अनुज भाइ अन्त कस्तो चल्दैछ गो भाइ बिहान कता गयो यो जग्गामा उयो माथि भएको टावर भएको जग्गा दुईजनालाई त भुत चढेको छ आर्मी नै हुने अरे त्यो दुईजना टिप्स गर्दै गरेको देखेँ कि बाहिरको चाहिँ पक्रिहाल्यो सोध्नुहोस् न के हेरेको भाइ के हेरेको देख्दैछ राम्रो देख्दो रहेछ घाम दामी लाग्यो नि सायद मै नै लक्की होला अझ जलुकको राम्रो हुन्छ जस्तो नि दामी हुन्छ यस्तै घाम भयो नि लास्ट इयर पनि हेर्नु नपाएको हो गइकिरहेको अहिले हामी ठिकै छ सबै दामी ओभर दामी सबै हेरिकिने आयो नि हामीले देख्छ त लाउरा कसलाई हेरेको यति छ हौ को छौ त कसरी सतीश लाग्यो भनेर कविता छ त क्लास 9 मा पढेको त हामीले अब चाहिँ हामी चाहिँ मर्निङको खाना अब खाना खाँदैछौँ हामी अब यहाँ खाना खाएर चाहिँ फेरि हामी जुलुकतर्फ प्रस्थान हुन्छ बिहानको यहाँ एकदमै राम्रो के रहेछ गुन्द्रुकको झोल आलु बनाएको रहेछ अन्त एकदम मिठो डिस हाम्रो साथीहरूले पकाएको छ हामी लिँदैछौँ यता म बुबुले पनि एकदम मिठो खाना बनाएको छ मिठो बु दामी आज यसले दिनभरि आज दिनभरिको लागि अब हजुर खाइरहेको छौँ भरे फेरि अन्धेरीमा खाने प्लान छ हो हजुर यो त बस्तीको सुप हो नि हेगु बस्तीको सबै पकाउनुमा चाहिँ छैन केमा भन्नुभयो हामी चाहिँ यस्तोमा चाहिँ होइन यस्तोमा चाहिँ यो चाहिँ रेकर्ड गरेर पानी कतिको चिज हुन्छ मैले अघि भ्यानको हिजोको चाहिँ मैले भ्यान दिएको है पानी हो चिसो भयो को परेछ बुबु छोड्दा हुन्छ अरे गाडी कुदाउनु नपाएर कस्तो भएर राखिदिनु भन्नु कस्तो भएछ ससेट अचार डल्ले खोर्सानी क्युकम्बर यो पोल्ट्रीको मासु गुन्द्रुक आलु बस्तीको सुप दामी छ बेस्ट प्लेयर हाम्रो भलिबलको अब चाहिँ हामी सेकेन्ड डेको स्टार्टिङमा छौँ अब हामी चाहिँ रुम छोडेको अब चाहिँ हामी छाङ्गो लेक त्यहाँदेखि जुलुक आजको डेलाई स्पेन्ड गर्नेछौँ ग्रुप फोटो लिनलाई चाहिँ यस्तो छ देखो छैन हाम्रो क्यामेराम्यान आइफोन 15 प्रो म्याक्समा पनि यस्तो साह्रो भएको चाहिँ स्ट्यान्डै नकिने चाहिँ ढुङ्गामा यहाँ चाहिँ हाम्रो ग्रुप चाहिँ ल अब हामी चाहिँ यहाँ सागर भाइकोबाट चाहिँ निक्लिनु आँट्यौँ लाग्नु आँट्यौँ जुलुकतिर सबै केटाहरू बस्दैछ सबै गाडीमा बाई बाई अब जुलुकमा भेटौँ हामी जलुकतर्फ लाग्दैछौँ हाम्रो टोली सेकेन्ड डेको यो भिजिटको क्रममा यस्तो
अहिले हामी यहाँनिर स्टप गरेको छौँ स्टपेज फोटो सेसनको लागि ल अहिले भने चाहिँ हामी चाङ्गो लेकमा आइपुग्यो ब्रोज यही खेलेको फुटबल हामी चाहिँ उयो ग्राउन्डमा यो चाहिँ ठेगु भन्ने छ त्यहाँ पानी परिरहन्छ कतिको फिलहालमा चाहिँ हाम्रो दा चेन्ज भएको छ खकिनबु चाहिँ उहाँको एउटा जानै पर्ने एउटा कन्डिसन भएकोले गर्दाखेरि स्थिति भएकोले गर्दा जानुभयो अहिले हामी सुदेशबुसँग छौँ तर बी सेफै भयो आर्मी क्याम्पमा चाहिँ यहाँनिर ड्रेसहरू लुगाहरू क्लोदिङ्सहरू छ अरे त्यसले गर्दा चाहिँ हेर्नु जान्छ जाडोमा किम्रो कस्तो हुँदैछ दामी मिठो इट्स जलेबी टाइम कस्तो हुन्छ तातो छ मेरो यही साह्रो परिरहेछ खानु फोक्को हुन्छ नि त के हो राम्रो अहिले चाहिँ हामी चाहिँ वार मेमोरियल म्युजियम रहेछ यहाँनिर त्यसको लागि एकछिन दुईजना भाइको लागि चाहिँ हामी यहाँनिर आएको खासमा चाहिँ So we are leaving from Seretang War Memorial. Heading towards Zuluk. Pupuk and Zuluk. उताला गयो चाहिँ पोखरी चाहिँ हाम्रो चाहिँ अलिकति अब हामी त पहिला आएको अब दुईजना न्यू कमर्सहरूलाई चाहिँ अब हामी चाहिँ हाङ्गु पोखरीमा छौँ गरे पोखरी ब्रोजहरू चाहिँ फोटो खिच्दैछ है त्यो एलिफेन्ट लेक भन्दै थियो तर धुम्मै भएकोले गर्दा फक भएकोले गर्दाखेरि हेर्नु पाएन भाइहरू कहाँ गएको यहाँ फेरि हल्का यासा गुम्बा गुम्बा खोज्नु गएको कसले फर्स्ट पाउने ल यासा गुम्बा ट्रायलमा बुढो नआउने अरे नि त यता हाम्रो सलमान खान ऊ यासा गुम्बा त महँगो पो पर्छ है एउटा यहाँ निक्लिरहेको योपालि हाम्रो सेकेन्ड एटेम्प थियो जुलुकमा फोटो खिच्ने योपालि फगीले गर्दाखेरि यस्तै भयो बोरिङ भयो खत्तम भयो खत्तम दुईपल्टमा खै यसको लागि आएको आउँदाखेरि मालसाप्रा दिएर खत्तम भयो गएछ लड्यो हुन्छ हाम्रो 2 दिनको ब्लग चाहिँ यहीँ एन्ड हुन्छ यो अविनाश कालिङ होटेलबाटै स्टार्ट भएको थियो नि अब पनि यहीँ एन्ड हुन्छ यहाँदेखि चाहिँ है मजा आयो त्यही एउटै भयो जुलुक चाहिँ सबैलाई भएछ हो जुलुक चाहिँ हेर्नु पाएन